हामीसँग तीनवटा कृति छन्। अब दुईवटा कविता संग्रह, एउटा संक्षिप्त जीवनी भनिएको छ, तर त्यसलाई अनेक पाटोबाट हेर्न सकिन्छ। गुरु दुर्गा प्रसाद उपाध्याय पौडेलको छरपष्ट कविता संग्रह, गुरु केशवराज पौडेलको कामना कविता संग्रह र दाजु नारायण प्रसाद चन्दाराको गुरु दक्षिणा संक्षिप्त जीवनी संग्रह, सबै कृतिलाई आज मैले समालोचकीय दृष्टिकोण प्रस्तुत गर्न सक्ने समय पनि छैन। त्यसकारण अति संक्षिप्तमा यसको चिनारी मात्रै दिने प्रयत्न गर्छु। आदरणीय गुरु दुर्गा प्रसाद उपाध्याय पौडेलको छरपष्ट कविता संग्रह चाहिँ मैले केही ढिलो गरी प्राप्त गरेको हुँ, किनभने कामना कविता संग्रह र गुरु दक्षिणा जीवनी कृतिका लागि मेरो भूमिका पनि छ। त्यहाँ ती कृतिहरूलाई मैले पहिले हेर्ने मौका पाएँ। छरपष्ट कविता संग्रह आयो, साँच्चै खुसी भएँ म यस अर्थमा कि गुरुले प्रारम्भिक दिनदेखि यस अमर कल्याण माध्यमिक विद्यालयमा कक्षा 10 सम्म मलाई नेपाली पढाउनु भएको गुरु दुर्गा प्रसाद उपाध्याय पौडेल, जसले यति फराकिलो साहित्यको मार्ग कोरिदिनु भयो, त्यस मार्गको एउटा सानो यात्री बनेर आज म मुलुकका विभिन्न स्थानहरूमा दौडिने प्रयत्न गरिरहेको छु। साहित्यसँगको त्यो सानिध्यमा म लगातार अगाडि बढिरहेको छु गुरुकै प्रेरणा उत्प्रेरणाका कारणले। र यो कृति आउन आफैमा एक सुन्दर कुरा छ। गुरुले धेरै कविताहरू लेख्नुभयो जीवनमा, तर कृतिका रूपमा यसरी प्रस्तुत हुन सकेको थिएन होला भन्ने नै मलाई लाग्छ। कविताहरू थिए, हुन त हिजोको कार्यक्रममा पनि मैले पटक पटक उद्घोष गरेँ, लेखिएको साहित्यभन्दा नलेखिएको साहित्य हजारौं गुणा शक्तिशाली हुन्छ। नलेखिएको साहित्य यति शक्तिशाली हुन्छ जसको कुनै हिसाब किताब गर्न सकिन्न। नलेखिएका साहित्य हाम्रा मनमा कति धेरै छन्, त्यस्ता साहित्यहरू गुरुसँग धेरै छन्। तथापि मान्छे यस धरतीमा जन्मन्छ र एक दिन मर्छ, यो अन्तिम सत्य हो। त्यस अन्तिम सत्यलाई पृष्ठधारमा राखेर बोल्ने हो भने बाँच्ने भनेको कृति नै हो। त्यस अर्थमा यी कृतिका कविताहरूले हजार वर्षसम्म पनि हाम्रो मन मस्तिष्कमा र त्यसपछि हिँड्ने साहित्यका गोरेटामा हिँड्ने अन्य पाठकहरूका मन मस्तिष्कमा बास गरिरहन्छन्। त मूलतः यस कविता कृतिभित्र हेर्दा एक संस्कृत साहित्यका विद्यार्थी भएका नाताले गुरु दुर्गा प्रसाद उपाध्याय पौडेलले यस कविता कृतिभित्र पनि प्रकृति प्रेमलाई सबैभन्दा बढी स्थान दिनुभएको छ। प्रकृति चित्रणलाई, मान्छे र प्रकृतिको सम्बन्ध, यसलाई जोड्ने पर्यावरणीय चिन्तनमा गुरुका कविताहरू धेरै केन्द्रित भएको देखिन्छ। र बीचबीचमा गुरु दुर्गा प्रसाद उपाध्याय पौडेलले प्रतिरोध चेतनाको शक्ति पनि आफ्ना कविताका माध्यमबाट अघि बढाएको पाइन्छ। देशभित्र भइरहेका विकृति, विसङ्गति, अन्याय, अविकासका कुराहरूलाई साहित्यकारहरूले धेरै लेखिरहेका छन्। हाम्रा नजिकमा जे छन् ती कुराहरूमा हामी बढी लेख्दा रहेछौँ। यस अर्थमा पनि गुरुका यी कविताहरूले प्रतिरोध चेतनाको त्यो आवाज ध्वनित गरिरहेको देखिन्छ। पर्यावरण र प्रतिरोधको त्यो संयोजनबाट कविता उठिरहेको छ। र गुरुका कविताहरूभित्र राष्ट्रवादी चिन्तनका आवाजहरू, स्वाधीनता चेतका विषयहरू पनि ध्वनित भइरहेको देखिन्छ। यी सबै कुरा मैले दार्शनिकताका धरातलमा रहेर बोलिरहँदा अस्पष्ट भएको पनि हुन सक्छ, तर मुख्य रूपमा यो कविताले बोल्न खोजेको भनेको प्रकृति नै हो। मान्छे प्रकृतिबाट कहिले पनि टाढा भाग्न सक्दैन। यो मूल सन्देशका साथमा छरपष्ट कविता आइरहेको छ। त्यो प्रकृतिको चरम दोहन भइरहेको छ वर्तमान विश्वमा, त्यसको संरक्षण गर्नुपर्छ। हाम्रो आदि ग्रन्थ वेदले पनि हामीलाई यही सन्देश दिन्छ कि मान्छेले प्रकृतिको संरक्षण गर्नुपर्छ। वेदको अन्तिम निचोड वाक्य भनेकै प्रकृतिको संरक्षण, प्रकृतिलाई जोगाऊ भन्ने मुख्य आशय नै वेदले प्रत्येक पटक सम्प्रेषण गरिरहन्छ। त्यसका दार्शनिक अन्य आयामहरू होलान्,
त्यतातिर नजाउँ, तर प्रकृति संरक्षणको जुन विषय छ त्यो विषयलाई उठान गर्ने जुन प्रयत्न वेदले गरेको हो त्यसलाई आत्मसात गर्दै गुरु दुर्गा प्रसाद उपाध्याय पौडेलले यस कविता कृतिभित्र पनि पर्यावरणीय चेतनाको सन्देश प्रसारण गर्नुभएको छ। यो नै उहाँको कविताको शक्ति हो। यस रूपमा हेर्दा हामीले सबै कविता पढ्यौँ भने मूलत प्रकृति चित्रण, प्रकृति प्रेम, पर्यावरणीय चेतना, त्यसै गरी स्वाधीनता चेत अथवा राष्ट्र र राष्ट्रियताप्रतिको चिन्तन र चिन्तनालाई उहाँले अघि सार्नु भएको देखिन्छ भने अर्कातिर उहाँले मानवीय मूल्यका विषयहरूलाई पनि मानवतावादी कोणबाट अघि सारेको देखिन्छ। यसरी उहाँको कविता सङ्ग्रहभित्रका कविताहरू ध्वनित भइरहेको पाइन्छ। यसलाई मैले धेरै लामो गरेँ भने आजको कार्यक्रम यही कृति समीक्षामा मात्रै केन्द्रित होला। हाम्रा धेरै कार्यक्रमहरू छन्, त्यसकारण यसको साहित्यिक, सांस्कृतिक तथा दार्शनिक मूल्यलाई उद्घाटन गर्नका लागि अन्य सन्दर्भहरूमा पनि मैले यसलाई सन्दर्भमा राख्नेछु र यसलाई अनुसन्धानको अर्को बाटो पनि बनाउनेछु। भविष्यमा त्यस्तो खालको अनुसन्धानमूलक कुनै लेखका माध्यमबाट पनि मैले छरपष्ट कविता सङ्ग्रहभित्रका कविताहरूलाई अझै गहिराइमा गएर हेर्नेछु। आजलाई चाहिँ मैले मेरो भावकीय दृष्टिकोणलाई यति नै विश्राम दिएको छु र